ल कबड्डी गेम कबड्डी हो कि कबड्डी है कबड्डी गेम सुरु हुन लागेको छ र हाम्रो दुईवटा टिम छ यतापट्टि कृष्ण सरहरुको टिममा कृष्ण सर मनी सर राधिका र प्रकृति हुनुहुन्छ अनि उतापट्टि भनेको राजु अनि खिला दिदी अनि पूजा र सलमा हुनुहुन्छ है ल अब गेम अगाडि बढ्दै छ है त लु प्लान गर्दै हुनुहुन्छ प्लान आइसक्यो पूजा आएर कबड्डी कबड्डी भन्दै जानु ए कृष्ण जानु भएको छ ल है कृष्ण फर्किसक्नु भएको छ अब उताको टोलीको के छ हेरौँ है त रुल बताउँदै हुनुहुन्छ फेरि सकेपछि मान्छेले छुनु हुँदैन मैले छोयो भने फेरि आउँछ त्यही भित्र उहाँले छुनु भने हामीले छोयो भने फेरि हो नि यता ओरी मात्र प्रकृतिले रुल बुझ्नु भएको छैन भन्दै हुनुहुन्छ हामीले चाहिँ छुनु पाएन हामीले छोयो भने फेरि आउँछ रुल डिस्कसन प्रोग्रेस भइरहेको छ तपाई आफू पनि छोएर फर्किँदै बेलामा सास फेरियो भने आउट सलमा जाने डराउँदै हुनुहुन्छ अब को आउनुहुन्छ ल मिनिसालाई सम्झिरहनु भएको छ मिनिसा इज मिसिङ हियर सलमा आउनु आँट गरेर ल ल ल ल ल ल भाग्नु भयो सलमा मात्रै हो छैन मणि पर पुगेर आइसक्नु हो लु राजु आउनु राजु मलाई डर लाग्यो राजु बचेर जानुभयो अब राधिका र कृष्ण के सल्लाह गर्दै हुनुहुन्छ है जित्ने सल्लाह होला पक्कै स्ट्राटेजिक प्लान गर्दै हुनुहुन्छ उहाँहरू कसरी चाहिँ जित्ने भनेर ल है अब राधिकाले एक्सन देखाउनुहुन्छ लु राधिका कमन ल राधिका जानुभयो ल सास फेरेपछि आउट अरे सास नफेरी कसरी खेल्ने होला साथीहरू गाह्रो रहेछ यो ल राधिकाले भएन भन्दै हुन्छ लु फेरि पठाउने कुरो हुँदैछ ल सुधार गर्न रुल नै बुझाएको छैन साथीहरूले ल खेल्नेले त बुझाएको छैन हेर्नेले के बुझ्ने हो झन् ल ल अब राधिका आँट गरेर जाँदै स्ट्राटेजी पनि ओपनली भन्दै हुनुहुन्छ मणिसाले राधिकालाई अनि यता हाम्रो दर्शकहरूमा सर हुनुहुन्छ निर्जला हुनुहुन्छ ल ल ल राधिका आउटै हुनुभएको छ फाइनल्ली ल अनि म चाहिँ यता बसेर भिडियो गर्दैछु लु अब उहाँहरूको आउने पाली पल्लो टिमबाट लु दिदी आउँदैछ खिला दिदी कमन खिला दिदी सास नफेरि भन्दै हुन्छ
यताबाट दिदी स्ट्राटेजी सिकाउँदै हुनुहुन्छ राजुले खिला दिदीलाई मान्छेतिर आएर है मान्छेतिर आएर ला जानुभयो दिदी अब प्रकृतिको जाने पालो आयो रे आयो प्रकृतिको पालो कृष्णले सिकाउँदै हुन्छ स्ट्राटेजी हेर त प्रकृति जानुभएको छ फाइनल्ली जानुभयो ए ल आउट हुनुभएको छ ल प्रकृति आउट हुनुभएको छ मजा आइरहेको छ यता दुईजनाको लाफ्टर हेप्पीडेन्टको लाफिदिनु न लाफिदिनु भने चाहिँ हाँसिदिनु भनेको हो ल हेप्पीडेन्ट लाफ पनि आइरहेको छ ल फाइनल्ली प्रकृति बधाई आउट भएर आउन सफल हुनुभयो प्रकृति चाहिँ पूजा कमन ल मैले ठोके जस्तो छ ल पूजा पनि छ यो रमाइलो पल यो धम्पुसको डाँडामा यो खेल्दाको रमाइलो कहिले नबिर्सिने यादगार बनेको छ ल हामी यता छौँ ल 1 मोर राउन्ड भन्दै हुनुहुन्छ दिपा दिदी खेल्नु न